हेलो वेलकम टु ब्याक श्री ब्लग। हजुरहरूको अगाडिको श्री आएको छ। हजुरहरू पनि सन्चै छ होला र म पनि सन्चै छु। र अनि आज ह्याप्पी होली ल हजुरहरूलाई पनि ह्याप्पी होली सबैजनालाई। कोही त होली भनेको छ तर कोही पनि छैन होली खेल्नलाई है। पहिला पहिला त बच्चा बेला हुँदाखेरि त आफू त अरू होली खेल्ने थियो। आजभोलि चाहिँ खोइ त होली भन्ने छ, बच्चाहरू पनि छैन, सब सुनसान छ कि सब सुनसान, केही पनि छैन। खोइ होली भनेर छ सायद त्यो यतातिर भएर पनि होला, अलि मेन रोडतिर खेल्छ कि। अनि अहिले होइन होला, दिउँसोतिर हुन्छ। अनि आज होली के छ त तिमीलाई, कस्तो छ प्लान? सोच नि त यसो टक्क हाम्रो टक्क होलीको दिनमा ल भाइहरू छुट्टी होस्, केही न केही तिमीहरूलाई 1 घन्टा बियर होस्। त्यस्तो छैन के भन्नु खोज्छ नि आज होलीको लागि? ल भन नि त। केही न केही मलाई यही नि भन्नु छैन। यस्तो चाहिँ अब होलीमा मेरो छुट्टी नमिल्ने त्यस्ता घचेडियामा कसैले हामीलाई काम गर्न लायो हो। खै त आज त नयाँ टी सर्ट, नयाँ प्यान्ट, नयाँ चप्पल, नयाँ मोजा जोडान धस्काएर हिँडेछ, जोडान धस्काउँदै हिँडेछ कि आज हाम्रो सरले। छैन कसम आज होलीको दिनमा कोही पनि छैन, सब सुनसान छ। गीत मात्रै बजे होलीको दिनमा ओन्ली सङ, गीत मात्र। खोइ हेरौँ मेरो पनि आज कस्तो हुन्छ अब होइन आज। अनि के भन्न चाहन्छ नि, त्यो अब मैले भ्लग चाहिँ किन हालेन डेली रुटिन भन्दाखेरि समय पाएको छैन कि, मैले भ्लग हाल्ने नै समय पाएन अहिले, त्यस कारणले मैले भ्लगै हाल्न पाएन। समय नपाएर अब मैले कन्टिन्यू भ्लग हाल्छु भन्ने त्यो सोच छ, हाल्छु म, सोच मात्र होइन। ल होली जस्तो लाग्यो है साथीहरू, उहाँ बच्चाहरू खतरा होली खेलिरहेको रहेछ। अब म पनि त्यसरी खेल्थेँ पहिला बच्चा टाइममा होली, तर अब चाहिँ अहिले किनभने ठुलो भयो, जिम्मेवारी आयो होइन, अब आफ्नो काम सामतिर लाग्यो, त्यही भएर होली चाहिँ अब खोइ होटेलमा खेल्न पाउँछ कि पाउँदैन होला सायद। होटेलमा खेल्न पायो भने यसो हल्का फुल्का रङ मात्र ल्याइन्छ, नत्र खेलिँदैन होली है। के खेलिदिन्छ अहिले हामी त्यो लगभग यसो टिका सिका मात्र लाइन्छ होला होइन, त्यो उसको बेला होइन होलीको टक्क उहाँ चाहिँ आज बच्चाहरू खेल्दा खाइरहनु न, मलाई देखाउँछु उहाँ। अनि होली त नि खतरा हुन्छ नि, कस्तो बवाल लाग्छ कि मलाई पनि होली खेल्दा त आम्बो खतरा मन लाग्छ है। र बच्चाहरू त्यो आन्टीहरू पनि ठुल्ठुलोहरू पनि खेलेका छन् होलीहरू, बवाल लाग्छ कि मलाई। म भइज त म्याक यत्तिको चाहिँ होली खेल्नुपर्छ, यत्तिको। अब चाहिँ म नि यत्तिको होली खेल्न टाप हानिदिने हो, टाप हान्ने है होली खेल्नलाई, डर टाप हानिदिन्छु म त होली खेल्नलाई। भाइ ह्याप्पी होली है, कस्तो लागेछ होलीको रङझम? मेरो श्री ब्लग। ल ह्याप्पी होली। ल होली होली इज गोली, टान टान, होली होली इज गोली हो। तर मलाई बच्चाहरू देखेर मलाई पनि होली खेल्न मन लाग्यो, तर अब छोडिदिनमा त्यस्तो होली सोली अब काम गर्ने जान या काम पर्ने चार है, सुनो पाइलो। त्यही हो होली भएको कारणले चाहिँ अब यहाँ हाम्रो टक्कर राजा, ह्याप्पी होली टु यु। अनि राजा होलीको गिफ्ट कस्तो छ यहाँ हेरेर? उसलाई होलीको गिफ्ट खतरा दिए रहेछ होइन। कहिले हिजोदेखिको हो कि अस्तिदेखिको अरे? हिजो बेलुकादेखिको है, हिजो बेलुकादेखिको उसको होलीको गिफ्ट हेर्नु न बिचरा यार। म पनि सहयोग गरिदिउँ कि आम कि के यस्तो होइन माध्य गर न, अहिले आउँछु म। त्यही हो उसलाई चाहिँ होलीको अब त्यस्तै छ। रेस्टुरेन्ट पनि के भन्नु बिहानमा होइन, अब केही भन्न चाहेन म। अब म टक्क काम हान्न चल्दै गयो, बाहिर सुनसान छ, केही छैन रेस्टुरेन्टभित्र। साथी त्यस्तै हो, होली खेलेपछि म स्कुलबाट आएँ, छुट्टी भएपछि होलीमा बच्चाहरू क्या खतरा जाने स्कुलबाट आएँ, उहाँ बेलुन पड्काउने होली खेल्ने। आज कोही कोहीहरू उता पुगिसकेँ, होली भन्दै यसरी खेलेछन् रोक्नै। यो बसले ठिस हानेको, बसले ठिस हानेर मात्र हो, बसले ठिस हाने रोक्नै। होली हे भाइ होली, त्यो भाइको हेर्नु न हातमा रङ,
ऊ त्यो भाइ झन् होली खेलेर रङबिन भइसक्यो ल यस्तो रमाइलो हुन्थ्यो कि पहिला स्कुल पढ्दाखेरि ऊ त्यो भाइ है जिन्दगी मेकुरी यस्तो मेकुरी काम छैन नाच्यो बस्यो यत्तिकै हो छ्या मेरो जिन्दगी ल अब त्यही हो अब खोइ अब मेरो त कोही साथीहरू पनि आएन केटाहरू पनि आएन होइन होली खेल्न नि त्यस्तै भयो अब त होली खेल्न नि मन लागेन होइन अब किनभने अब अहिले यो चुनावको कारणले गर्दा पनि होला सायद अब आई थिङ्क अब नखेलेको बच्चाहरू पनि होइन नत्र त पहिला त अब हाम्रो पालीमा त धेरै खेलिन्थ्यो होली सोलीहरू पनि होइन त्यस्तो मलाई केही पनि लागेन हो खोइ आजको भ्लग पनि त्यस्तो विधि राम्रो हुन्छ जस्तो मलाई लागेन त्यस्तो विधि होइन अब केही छ जस्तो पनि लागेन कि किनभने बिहानदेखिबाट नै त्यस्तो केही छँदै छैन केही रमाइलो पनि भएन होली जस्तो पनि लागेन कि मलाई के भन्नु अब काममा अब आज होली भएको कारणले नि होला अब खासै व्यवहार नै छैन मान्छेहरू पनि आएन प्याक पनि भएन त्यही हो अनि राजा कस्तो लाग्यो तिमीलाई होली के गर्नु यस्तो जिन्दगी त होली ठिक छैन यतातिर गाउँमा आफ्नै बचपनिया दोस्तको होली ठिक छैन तर हो कि यार तर आफ्नै है पिठो मुख्दैछ तर आफ्नो पहिलाको त्यो होइन बच्चा बेलाकै होलीहरू रमाइलो कि है अहिले ठुलो भएर होइन किनभने ठुलो भएर नि होला कि इन्ट्रेस्टहरू हराउँदै गयो होला होइन त्यही भएर पनि होला बाटोतिर पनि कोही पनि छैन कि होली सोली खेल्नेहरू पनि कोही छैन सुनसान हो ऊ जति यता दोकानहरू खोलिन्थ्यो त्यो सब बन्द भइसक्यो होइन राम्रो केही पनि छैन केही पनि छैन ओके ल भन्नु त राजा हो अब के भन्नु त अब खै आज त्यस्तो के हुन्छ जस्तो नि लाग्दैन है ल साथीहरू ल अब मेरो त होली त्यस्तै भयो है अब तपाईँहरूको होली राम्रै भयो होला सायद राम्रोसँग खेल्नु भयो होला तपाईँहरूको होली सोली होइन टक्क आफ्नो त छुट्टी पनि भएन अब काममा गयो त्यत्तिकै बस्यो साथीहरू आउँछु भन्ने थियो आई थिङ्क उनीहरू बिर्स्यो होला अन्त गयो होला खेल्नलाई होली होइन अनि त्यहाँनिर साथीहरू नआएर मलाई पनि खेल्न थियो होला है मैले बुझ्दैन आजको होली त्यस्तै भयो है कस्तो भयो होली कस्तो भयो अरे तिम्रो तिम्रो त्यस्तै भयो है त्यस्तै आज पाइदिनु भयो है आज होली है रमाइलो नि भएन आज त्यो चिज भयो नि आज ल अब यति भन्ने म ल तपाईँहरूलाई लास्ट सर्ट पनि ल ह्याप्पी होली सबैजनालाई मेरो होली त त्यस्तै भयो तपाईँहरूको होली रमाइलो भयो होला सबैहरूको ल ह्याप्पी होली सबैजनालाई र आजको भ्लग यतैतिर र माया गरिदिनु होला सपोर्ट गरिदिनु होला अब कन्टिन्यू भ्लग चाहिँ हाल्न सकेको छैन मैले कन्टिन्यू भ्लग हाल्ने कोसिस गर्दैछु टाइम पाएन काममा बिजी भएर हुन्छ त्यही कारणले राम्रोसँग भ्लगहरू हाल्न पाएन र अब मेरो कन्टिन्यू भ्लग चाहिँ म ल्याउने प्रयास गर्छु ल आजको भ्लग चाहिँ यतातिर ल साथीहरू